अलिकति मलाई लाग्छ थोरै केटा नर्भस भए फर्स्ट गेम भएर पनि होला अलिक क्राउड पनि थियो होइन अलिकति 15-20 रन अलिकति धेरै भयो जस्तो लाग्छ 200-190 चेजेबलै थियो यो विकेटमा सो 15-20 रन चाहिँ अलिक धेरै भयो जस्तो लाग्छ स्टार्ट राम्रै गरिरहेको थियौँ हामीले होइन जसरी पावर प्लेमा एडम लिएर मैले जुन स्टार्ट गरेको थिएँ सो चेजेबलै थियो हामीलाई थाहा छ कि अब यो ग्राउन्ड यत्रो दिनदेखि यत्रो सालदेखि खेलिरहेको होइन जतिखेर पनि अब रनहरू आउन सक्थ्यो सो चेजेबलै थियो त्यो कुरा नै त्यही भइरहेको थियो त्यो एडम पछिको अझै एउटा पार्टनरसिप भएको भए चाहिँ गेम अझै क्लोज जान्थ्यो जस्तो लाग्थ्यो हजुर अब सेन्डी अब वान अफ द बेस्ट स्पिनर होइन नेपालमै होइन अब जसरी उसले बलिङ गर्यो आज होइन राम्रो गर्यो जसरी अब त्रित र निशमको एउटै ओभरमा 2टा विकेट जाँदाखेरि हामी अलिकति ब्याकफुटमा चाहिँ हामी 9 ओभर मात्र होइन म ब्याटिङ गरेपछि म जिताउँछु भन्ने चाहिँ मलाई थियो म 19-20 ओभरसम्म म त्यहाँ भयो म जिताउँछु भन्ने चाहिँ मलाई थियो होइन 9 ओभर मात्र होइन गेम त 20 ओभरको अगाडिको यो आज र अब नेक्स्ट म्याच चाहिँ अलिकति मिस हुन्छ त्यसपछि हाम्रो 6-7 डेजको ग्याप छ होइन त्यो बिचमा चाहिँ आउनुहुन्छ जस्तो लाग्छ बाउन्स ब्याक त गर्नै पर्छ फर्स्ट म्याच हो अब टुर्नामेन्ट लामो छ होइन अब केटाहरूसँग अब गएर अब एउटा मिटिङ हुन्छ होइन अब कहाँ कमजोरी गऱ्यौँ के गर्न सकिन्छ नेक्स्ट म्याचमा भने अब सुदूरपश्चिमसँग छ नेक्स्ट म्याच होइन सो या बाउन्स ब्याक चाहिँ गर्छ खुसी लाग्छ कोही नेप्लिज प्लेयरको स्टेप अप गर्छ होइन आफ्नो टिमको लागि भनेर खुसी लाग्छ होइन लोकेश एउटा विराटनगर टिमको एउटा राम्रो ब्याटर एज अ नेप्लिज ब्याट्सम्यानमा एउटा मात्रै छ त लोकेश होइन जो खेल्न सक्छ होइन सो ह्याप्पी फर हिम खुसी लाग्छ जहिले पनि अब ट्यु आइराख्ने म्याच मात्रै खेल्न नभए पनि ट्रेनिङ गर्न पनि ट्यु नै आउने होइन अब फर्स्ट टाइम हामी फ्लड लाइनमा खेलिरहेको छौँ ट्युमा होइन सो त्यही पनि रातिमा खेलिरहेको छौँ सो एक्साइटेड छौँ सबैजना नट ओन्ली मी होइन सबै नेप्लिज प्लेयरहरू सबै फ्यानहरू एक्साइटेड हुनुहुन्छ होइन सो अब टुर्नामेन्ट अझै लामो छ लेट्स सी के हुन्छ होइन अब यो दोस्रो एनपिएल हो होइन कसै न कसै रन त खाइहाल्छ कुनै बेला रेकर्डहरू आइहाल्छ होइन सो त्यस्तो डिसपोइन्ट छैन आज बलिङ होइन सो अलिकति 10-20 रन मात्रै यताउता सर्ट धेरै भएको उनीहरूको होइन त्यस्तो डिसपोइन्ट छैन स्पिन होइन विकेटमा त्यस्तो स्पिनरलाई त्यस्तो हेल्प पनि छैन एउटा सेन्डीले मात्रै अलिकति राम्रो गरे होइन साकै पनि छ हामीसँग अर्को अप्सन दिनेशले पनि फाजा लेफ्ट आर्म स्पिनर होइन सो अलिक त्यस्तो मिस चाहिँ गरेको होइन अब हामी एज अ ब्याट्सम्यानलाई धेरै लिएर खेलेको जति पनि नेप्लिज प्लेयर हुनुहुन्छ त्रितलाई लिएर किरण दिनेश जति पनि राम्रो उहाँहरूको लास्ट डोमेस्टिक सिजनमा धेरै नै राम्रो गएको थियो होइन अब नेपालीबाट पनि खेलिसक्नु भएको छ किरण त अब नेसनल टिमबाट नै खेलिरहेको छ सो म कन्फिडेन्ट छु नेप्लिज प्लेयरलाई लिएर अब आज त्यस्तो भएन नेक्स्ट गेम चाहिँ सियरली हुन्छ आई थिङ्क उहाँ आइएल टी20को लागि जानुहुन्छ होला होइन अझै 4-5 म्याच चाहिँ खेल्नुहुन्छ होला पिच राम्रो नै गरिरहेको छ होइन अब जसरी बिहानको म्याचमा पनि रन बनेकै थियो होइन अहिले पनि रन बनेकै छैन त्यस्तो नराम्रो छैन अब झन् रातिमा ब्याटिङ गर्न ड्यु भएर अलिकति सजिलो पनि हुन्छ होइन ग्राउन्ड पनि त्यसैमा सानो छ सो नो कमेन्ट्स जसले पनि टस जित्छ बलिङ लिग्छ रातिको कन्डिसन भएर अलिकति त्यही अघि मेन्सन गरेको छ अलिकति रन धेरै मात्र भएको होइन सो टस जित्ने बित्तिकै सबले बलिङै लिने जस्तो लाग्छ त्यही अघि भने जस्तो एउटा जुन पार्टनरसिप भइसक्यो त्यो पावर प्लेमा एडम गरेर मेरो होइन त्यसपछि अझै एउटा बिचमा अझै एउटा पनि 40-50 रनको पार्टनरसिप भएको अझै क्लोज पुग्थ्यो जस्तो लाग्छ त्यस्तो टार्गेट थिएन हामीलाई यति थाहा थियो कि जति उहाँहरूले बनाउँछ हामी त्योभन्दा 1 रन धेरै गराउनु छ भने हामी कन्फिडेन्ट थियो होइन